सक्नुहुन्छ मेरो डिस्प्लेमा चाहिँ अहिले यो चाहिँ तपाईँको कोरलड्रको इन्टरफेस हो। यसमा चाहिँ यो जुन रेक्टेङ्गल छ मेरो दिएको, यसमा चाहिँ कलर कसरी हाल्ने, कसरी फिल गर्ने, जस्तै यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ एउटा बक्स हो। म चाहिँ अझै एउटा बक्स यहाँ डुप्लिकेट गर्दैछु। यो हेर्न सक्नुहुन्छ दुईवटा बक्स छ ठ्याक्कै। यसमा चाहिँ दुईटैमा चाहिँ मलाई फरक फरक कलर फिल गर्नु छ। यसमा चाहिँ कोरलड्रामा यो दुईटै बक्सले कसरी फिल गर्ने कलर फिल गर्नुको लागि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ राइट साइडमा यो कलरको प्यालेट्स दिएको छ। जुनमा तपाईँ कलर फिल गर्नुहुन्छ त्यसमा जस्ट त्यो सेपलाई सिलेक्ट गर्नुहोस्। जस्तै म यहाँ सिलेक्ट गरेँ एउटालाई। अब यसले मलाई रेड कलर हाल्नु छ। रेड कलर हाल्नु छ भने तपाईँ ठ्याक्कै त यहाँ गएर कलरमा गयो माउसको ठ्याक्कै त्यो कर्सरलाई ठ्याक्कै त्यहाँ लानुहोस्। त्यहाँ गएर ठ्याक्कै तपाईँ लेफ्ट माउसको जुन हुन्छ त्यो किलाई ठ्याक्कै क्लिक गर्नुहोस्। यसरी यो चाहिँ तपाईँको फिल भयो। जस्तै मैले अर्कोमा मलाई ठ्याक्कै यसमा पनि मलाई फिल गर्नुहोस्, तर अर्कै कलर फिल गर्नुहोस्। अर्कै कलर फिल गर्नुको लागि पनि फेरि तपाईँ कलर प्यालेटमा जानुहोस्। कलर प्यालेट्समा गइसकेपछि फेरि ताकि त्यही अनुसारले लेफ्ट माउस क्लिक गर्नुहोस्, ठ्याक्कै त्यही कलरमा क्लिक गर्नुहोस् है। यसरी क्लिक गर्नुहोस्। यो चाहिँ ब्लू कलर ठ्याक्कै यो तपाईँको फिल भयो। यो चाहिँ सर्टकट प्रोसेस रहेको छ, जुन पनि तपाईँले त्यो तरिकाले गर्न सक्नुहुन्छ। ठ्याक्कै त्यस ठाउँमा जानु, ठ्याक्कै त्यो अनुसारले तपाईँले फिल गर्न सक्नुहुन्छ। थ्याङ्क यू।